कस्ती छिन् उनी। बिरङ्ग आकाश साँझ पोखरातो हुँदै कालो अँधेरीमा छेकिन्छ। ती अँधेरीमा पनि ऐनाची टलक्क टल्किने एउटा चन्द्रमा देखिन्छ। सोध्ला कसैले कस्ती छिन् तेरी उनी। उनी ठ्याक्कै त्यही बिरङ्ग आकाश कालो अँधेरीमा छेकिँदा देखिने चन्द्रमा जस्ती छिन्। उज्यालो अनि शीतल। चाहे तारा देखिउन् या नदेखिउन्, तर पनि एक्लै उभिने साहस भएकी उनी। ठ्याक्कै त्यही चन्द्रमा जस्ती। सोध्ला कसैले कस्ती छिन् तेरी उनी। उनी त्यो बेगनास जस्ती छिन्, शान्त अनि शालीन। कहिलेकाहीँ मेलामा जाँदा अनि विभिन्न थरीका बाजा अनि फिरफिरे देखिन्छ नि। अनि ती बाजा या फिरफिरेले एउटा बच्चाको मन लोभ्याउँछ। ऊ अब हट गर्न थाल्छ, ऊ जिद्दी हुन्छ। कहिलेकाहीँ ठ्याक्कै त्यस्तै छिन् उनी। त्यो मेलामा गएको बच्चा जस्तै जिद्दी अनि हट गर्ने। उनका केस सर्लक्क परेको सल्ली पिरल जस्तो। हाँसो कलकल अनि निर्मल बगिरहने तामाकोसी जस्तो। अनि आँखा भनौँ त्यो बिहान साँझको घाममा सिगारिएको गौरीशङ्कर हिमाल जस्तो। उनी कस्ती छिन्? उनी त्यो बिरङ्ग आकाश जस्ती छिन्। कहिले उज्यालो, कहिले अँध्यारो, कहिले चर्को घाम त कहिले शीतल सुन, कहिले उराट लाग्दो गर्मीमा त्यो सुक्खापन त कहिले त्यो सुक्खापनमा राहत दिने झरी जस्ती छिन्। उनी जस्ती छिन्, उनी पर्फेक्ट छिन्। सायद उनी स्वर्गका उर्वशी, मेनका र रम्बा जस्ती छिन्। उनी बिरङ्ग आकाश जस्ती छिन्। उनी त्यो उज्यालो अनि शीतल जुन जस्ती छिन्। उनी बिरङ्ग आकाश जस्ती छिन्। सो हेलो एभ्रिवान, यदि तपाईँहरूलाई यो बिरङ्ग आकाश मन पर्यो भने चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गर्नु अनि कमेन्ट गर्नु इफ राम्रो लाग्यो भने, अथवा केही सुधार गर्नु परेछ भने चाहिँ सजेस्ट गर्नु। र एज प्रोमिस्ड म चाहिँ एउटा चाहिँ हरर प्रोजेक्टमा, एउटा हरर स्टोरीमा चाहिँ काम गर्दैछु। त्यो चाहिँ छिटै ल्याउने छु मैले। टाइटल पनि छिटै चाहिँ म पब्लिस गर्नेवाला छु। बिरङ्ग आकाश मन पर्यो भने चाहिँ कमेन्ट गरिदिनु, र फर्दर यस्तै कुराहरू सुन्न मन छ भने चाहिँ त्यो पनि कमेन्ट गरिदिनु। म फेरि पनि नेक्स्ट विक पनि यस्तै एउटा लभ पोएट्री अथवा भनौँ न फ्री स्टाइलको समथिङ ल्याउने चाहिँ प्रयास चाहिँ गर्छु, लभ टाइपमै होइन। अनि हरर प्रोजेक्ट चाहिँ जति सके छिटो मेरो ट्राई छ, किनभने धेरैपटक भनिसकेँ मैले त्यो आउँछ भनेर ल्याउन सकेको छैन। त्यो पनि आई विल ट्राई माई बेस्ट होइन त्यो गर्नको लागि। त्यतिसम्म सब्सक्राइब गर्नु, बेल आइकन थिचेर चाहिँ हामीसँग चाहिँ जोडिएर बस्नुहोस्। थ्याङ्क यू एन्ड लभ यु अल है।